उहाँले भन्दै हुनुहुन्छ कि भिजिटमा आएर इम्प्लोइमेन्टमा भिजा चेन्ज हुन्छ कि हुँदैन। हेर ब्रदर, म डाइरेक्टली हुन्छ कि हुँदैन डाइरेक्टली त भन्दैन, किनभने अहिले म्याटर्स आर सो मच कम्प्लिकेटेड। अहिले सिस्टमहरू एकदम अपडेट भइरहेको छ अनि रुल्सहरू पनि चेन्ज भइरहेको छ। सो म तपाईँले यही भन्छु कि यदि तपाईँले कुनै पनि प्लान बनाउनु भएको छ भिजिटमा आएर इम्प्लोइमेन्ट चेन्ज गर्न, सो त्यो प्लान अहिलेको लागि तपाईँ होल्ड गर्नुहोस्। अनि जबसम्म यो भिजाहरूको मामला एकदम नर्मल नभइजाओस् तबसम्म प्लिज होल्ड गर्नुहोस्। नत्र तपाईँ यहाँ आएर दुःख मात्रै पाउने हो, त्योभन्दा अरू केही पाउनुहुन्न। किनभने मेरो साथीहरू 3-4 जना छन् यहाँ आएर अनि भिजिटमा आएको थिए, तिनीहरू यहाँ आएर अहिलेसम्म उहाँहरूको इम्प्लोइमेन्ट भिजा लागेको छैन। म यो भन्दैन कि लागै छैन, कसैको लागेको पनि छ, यस्तो होइन कि लागै छैन, तर एकदमै त्यो हुन्छ नि रेसियो एकदमै कम छ। लगभग 80-90% त्यसमा कम्प्लिकेसन्स आइरहेको छ। किनभने अब यो पिसिसी सिसिसीको कुरा आइहालेछ अनि अब मान्छेहरूले यताउति जुन पहिल्यैदेखि मान्छेहरू यहाँ थिए तिनीहरूसँग त पिसिसी थिएन। अब तिनीहरूले त्यसको प्रोसेस के हो त्यो बुझ्न पनि एकछिन टाइम लाग्ने हो। अनि त्यसपछि के कसरी अप्लाई गर्ने त्यसमा पनि अब फरक के सिस्टमहरू फरक गराइरहेछ सरकारले। सो यदि तपाईँहरूको प्लान छ यहाँ भिजिटमा आएर इम्प्लोइमेन्टमा चेन्ज गर्न, त्यो प्लान अहिलेको लागि होल्ड गर्नुहोस्। जबसम्म यो भिजाको इस्यु एकदम नर्मल भइरहेको छैन तबसम्म प्लिज 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 यो भिजिटमा आएर इम्प्लोइमेन्टमा चेन्ज गर्ने काम नगर्नुहोस्। यदि तपाईँले कुनै कम्पनीको भिजा पाइराख्नुभएको छ, डाइरेक्ट भिजा, डाइरेक्ट इम्प्लोइमेन्ट भिजा, सो त्यसमा तपाईँ आउन सक्नुहुन्छ। बाँकी अहिले भिजिटवाला यो काम नगर्नुहोस्। सो यति म आफ्नो तर्फबाट भन्न चाहन्छु। अरू बाँकी तपाईँको एजेन्टले जे नि भन्छ अब त्यो त तपाईँको कुरा हो, तर मैले जुन यहाँ अहिले हेरिरहेको छु अहिलेको सिचुएसनहरू, त्यो हिसाबले मैले तपाईँलाई होल्ड गर्न भन्छु। धन्यवाद।